त आवाज न त जीवन। अन्तरिक्षबाट खस्दै आएका उल्कापिण्डहरूको टक्करले पृथ्वीले आफ्नै आकार बनायो। आगो, ढुङ्गा र समयको लामो यात्रापछि पृथ्वी चिसिँदै गयो। खोलाहरू बग्न थाले, हरियाली फैलियो, पहाड उठे र हिमाल उभिए। समय सँगसँगै मानिसले घाँस खोज्यो, बास बनायो, संस्कृति जन्मायो र आफू बसेको भूमिलाई चिनाउन नाम दिन थाल्यो। यही पृथ्वीको एउटा कुनामा हिमाल, पहाड र तराईले बनेको भूमि समय सँगसँगै आफ्नै इतिहास, भाषा र पहिचानसहित नेपाल देशका रूपमा चिनिन थाल्यो। यस्तै नेपालको पश्चिम कर्णाली भेगमा रहेको एउटा विकट तर ऐतिहासिक भूभाग हो मुगु। यसको नाम उत्तरी भेगमा अवस्थित मुगु गाउँबाट राखिएको मानिन्छ, जसले पछि सम्पूर्ण जिल्लाको पहिचान बनायो। यही जिल्लाभित्र समय सँगसँगै विभिन्न बस्तीहरू विकसित भए, जहाँ मानिसको बसाइसराई, थर, भूगोल र जीवनशैलीले नै गाउँको नाम जन्मायो। आज हामी कार्खीबाडा, सुपकोट, ढुम, भामबाडा, छतेलबाडा र चैन गाउँको नाम कसरी रहन गयो भनेर बुझ्नेछौँ। सँगै कोटे राजाले शासन गरेको सुपाकोट र भारेकोटको इतिहासलाई पनि कोट्याउनेछौँ। आउनुहोस् सँगै बसेर मुगुको इतिहास र वास्तविकता बुझौँ। हाम्रो जो बाजे हो त्यहाँबाट आएर पर उहाँ बाजुरा जिल्लाको कोल्टीको माथि छातीगढमा बसे। त्यसपछि उनीहरू चाहिँ मानसुर जाने हिसाबले मानसुर गएर दुई चार भाइ त्यहाँ फर्कने क्रममा धैनको मान्छे पनि त्यहाँ मानसुर गएको थियो होला। तिनीसँगै आएर धैनले जाउँ, हाम्रो घर धैन बसेर जाउनलाई भने हुनाले धैन आइकन बसिया हुनाले बसेको अवस्थामा यो दरमा राजा नभएको हुँदा त्यही बेला साना कोटे राजा हुन्थे। अनि त्यो राहुलले तुमाबाट गएर आमा बाजेले ल्याएर यहाँ राहुलभन्दा यी भामभन्दा पछि आएको भन्ने अनुमान गरिन्छ। त्यही भएर हामी अहिले चाहिँ यो छचेलबाडा भनेको त्यो छातीगढबाट आएको नाताबाट छचेल नि आयो भने छचेलबाडा। पहिले हाम्रो जुजु बाजे उहाँको कालीकोट राताडाबाट आएको हो। त्यहाँबाट आउँदाखेरि यहाँ कुनै पनि अरू यो एरियाभरि बामन नभए हुनाले यहाँका थानी थरी भन्ने चलन छ। त्यतिखेर अनेक किसिमका थरीहरू, जात जातिहरू बसेको ठाउँ यो खाल्टोमा अरू कतै बामन छैनन्। छायानाथको पूजा पनि यहीँ हुने भए हुनाले अब बामन चाहियो भनेर यहाँका मल्ल, रारा समेतका शाहहरूले पनि कार्कीबाडा, ढुम यी क्षेत्रीहरू सबले बामनको देवताको पनि पूजा गर्ने, आफ्नो पनि कर्मकाण्ड गराउनको लागि सबैले स्थापना गरेको गाउँ हो। यो गाउँमा पहिला पनि अब बामन शक्तिशाली बामन भए हुनाले अनेक किसिमका राम्रा काम पनि गरे हुनाले चैन अझै पनि चलन छ नि। राम्रो काम गर्ने मानिसले केही काम गर्दैछ, मानिस काम गर्दैछ भनेपछि के चैन गर्छस् भन्छन् नि, कामलाई नै चैन भन्ने हो। हाम्रै थाहा पाउँदाखेरि पनि अब अहिले अनेक किसिमका फलफुलहरू अब अरू गाउँमा भए, नत्र पहिला आरू यही गाउँमा हुने, चुली यही गाउँमा हुने, चुक यही गाउँमा हुने, हिउँदे तरकारी यो साग पनि यही गाउँमा हुने, सबै यहीँबाट आवश्यक परेपछि अरूले पनि उपभोग गर्ने भए हुनाले यो गाउँको नाउँ चैन भनेर चैन बस्यो, चैनको गाउँ रह्यो। अब यहाँ त्यो बामनको थरी पनि के भयो, चौला गाई बसेको उत्पादनमा राम्रो काम गर्ने भए हुनाले यो गाउँको नाउँ चैन भनेर चैन नाउँ भएको। यो हाम्रो जुजु पहिला बस्ती बहिनी मलाई यो उहाँ खत्रीबाट आएको, खप्तडी खाँडका भयो। पछि हाम्रा जिजुले औसन गर्नमा त्यो के भनिदियो भने अब 16 पाटा 16 खुट्टा सबै त्यो छिन्न पर्ने भयो कि सबै भइवाला आदमी खेड्ने वाला। अनि त्यो कसैले यस्तै गरी अब भेला बसेको हुन्छ, भेला बसेको बेला कसैले सक्दैन भने सक्दैन भने मलाई
हाम्रो दिदी ल म सक्छु कि चाहिँ हजुरको बाबुले चाहिँ एकछिन म विचार गरौँ टेस्ट गरौँ भनेर भन्यो भन्ने मलाई हजुर पछि लौ त भनेर 100 खुकुरी राखे 100 खुकुरी 16 पाठा राख्ने मलाई एका हातमा एका मुखभित्र सुपारी दिने एका हात निमुवा दिने एक हातले छिन्नु पर्नेहरू त्यति राख्ने मलाई पछि सबै नापा 100 खुकुरी राखे 100 खुकुरी राख्ने मलाई सबै 100 खुकुरी सुक्दै 100 खुकुरीको सुक्दै पुरा फाल्दै गऱ्यो गरे हाम्रो दिदीले सुक्दै पुरा फाल्दै गएर सब नङ्गा भयो अनि केही पनि रहेन त्यसका हतियार भन्ने नरनमा किन सबै खुकुरी तैँले पुरा फालिस् केले हान्छस् भन्ने मलाई श्रीमान सरकार मेरो हजुरको बाबुलीको यसो पम्पुडो कुनाएर हजुरको बाबुलीको खुकुरी पाऊँ भनेर भन्यो गरे त्यो लौदेऊ भनेर सरकारले खुकुरी दिनेमै त्यो सबै सब छिन्यो र त्यो पाठा सबै खुट्टा मुन्टा सबै छिनिकन राजाको यहाँ बाँमा सडक लाग्यो बाँ सडक लाग्ने मलाई पछि भाँ काट्यो अलि भाँ ठोको लाग्यो राजाको ल भाँ काटो भने भाँ काटो भन्ने मलाई हाम्रो दिदीको चलन त्यही हो त उसै न भाम भनेर नाउँ फेरेर भाँ काटो भन्ने ठाउँ र सरकारले भाँ काटो पनि दियो उसै पछि भाम भनेर हामी भाम भएको भाम जाति हाम्रो त्यही हो घर माथि थियो सिउडो भन्ने ठाउँ ताई थियो गरे हाम्रो 7 घर गरे 7 घरमा ऊ भिड थियो त मुनिमा 7 घर एक दगुड थियो गरे है त दगुड हुने बेला एक भेडुगाला माथि बहिने गरे भेडुगाला माथि बहिने गरे अब यति कुकुर है भेडुगाला त्यो हामल हकियो भने खाना चाहिँ धुलो चामल सिद्धियो भने त्यो कुकुर आएर थैलो टेकीले आएर घर आउने गरे भने भेडुगालाको सामान छैन हुनेर गरे अनि धुलो चामल जाकेर पिराउने गरे आगो नभएपछि आलार गरे चुलामा दाउरा बालिया हुँदो त्यो दाउरा तान्ने गरे औकुटको ए भेडुगाला आगो छैन भने माथि जाने गरे एक दिन के गर्यो भने कुकुर आयो गरे त्यसले त्यो भिड आएर सबै छोपिले गरे छोप्दाखेरि केही नाइ त गरे कुकुर चु गरे रुँदै माथि गयो गरे तैँले आगो ल्याइया भने त्यो आगो ल्याएन के अरे रुँदै आयो माथि कुकुर आउने बेला पुरै गाउँै भनौँ ध्वस्तै भयो गरे एकै बुढो भएको छ है त तबाट आएर गरे उहिले जमाना पत्खोलले आयो तेरो जात के हो भन्ने बेला मेरो जात बुढै हो भनेर ढुङ्गा गाउँमा बुढा भयो पुरी कार्कीबाट भयो पुरी ढुस्का भयो त्यो अब तपाईँको मान्यो हो त त्यो स्कुल त ढुस्का भन्दा तात्ति खालीबाट नित्य ढुङ्गा भनेर त्यो बसियो र अब एक त ढुङ्गा आउनाले ढाड भए हुनाले ढुङ्गा भनिया हो फुको त्यो पुस्तामा हामी बुवा बाजा आएको पहिला त सुरु हामी बाजा आयो तर पछि आयो वरिपरि धेरै गाउँ छैन है हाम्रो जमाना गाउँ हुनाले हेर्नुहोस् त ताउँदो पानी छ यो सारा पानी हाम्रो छ गरी पनि लिएको छ छैन छतरा पनि लिएको छ जग्गा हाम्रो पानी उब गाउँको अडभयाको उद्धुजिउलो छ उभुजिउलो छ बुद्धु पानी छ पुद्धु पानी छ हारापाराको दाउँ पानी छ हाम्रो नुमाना गाउँहरू यो एरिया सुपा जस्तै भए हुनाले सुपाकोट बनिया हो नाम गोराकोटको उडाएर सुपाकोट बस्यो एक पुस्ता बस्यो कि 2 पुस्ता बस्यो कि नि बस्यो उहाँको ने खलल लाएर ढेलाकोटा फाल्यो ढेलाकोटाबाट खलल लाएर कच्चा कोटा गयो मजाले अब रया पयाको कोही दलियो थले लियो केही भान्सा गर्यो खायो पियो अनि उनीहरू सुन्तन गर्यो अनि हार्कीले त्यो हार्की हो खलल लाउने हार्की हो यो बस्ती हार्कीको हो खलल लाउने हार्की हो त्यही खलल लाएर कच्चा कोटा सब भिड कति हताइ त च्याउ जोडिएन गुङ्गा पढा सब गएर अनि पछि सार्की राजा भयो छाला रुपियाँ काट्यो गरे पक्कै पनि पहिलेभन्दा अहिले मुगुको इतिहास र वास्तविकता अझ नजिकबाट बुझ्नुभयो होला हामी यस्तै डकुमेन्ट्री भिडियो मार्फत मुगुको इतिहास संस्कृति र परम्परालाई बिर्सिन नदिई विश्वमाझ पुर्याउने हाम्रो प्रयासलाई साथ दिनुभएकोमा धन्यवाद।